कन्सर्टमा आज आगो लगाउनु पर्छ आगो। हेलो गाइज, वेलकम टु माई भ्लग। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम सन्चै आरामै छु। म चाहिँ सिधै कामदेखि भ्लग स्टार्ट गरेँ। फुलको बुके देखेँ, त्यही पनि सुकेको रहेछ। हाडोमा पानी हालेर बचाइदिए। बनाउन लाग्छु, फेरि कस्टमर आउनुहुन्छ। फाइनली त्यस्तो गर्दा गर्दै बनाएँ मैले। वाउ, लुक एट दिस गाइज। वाउ गाइज, यो गार्डनलाई देखेर मन पनि गार्डन भइदियो। म चाहिँ एक्लै गार्डनमा इन्जोय गरिरहेको छु। यत्तिकै खाली त बस्नै मन लाग्दैन के गाइज। एकदम प्लेन सादा कप रहेछ, त्यसलाई चाहिँ मैले बुट्टा भर्न लागे। हाई, गुड मर्निङ। मर्निङ के भयो? शरीरको अर्डर पनि सकियो है। फाइनली वेलकम। त्यही हो गाइज, अब चाहिँ म घर गएर देखाउँछु है म कहाँ जान्छु आज भनेर। अहिलेलाई चाहिँ यति इन्ड गर्नुपर्छ होला। अब चाहिँ म यहाँ काम गर्नुपर्ने हुन्छ, अनि घर जान साथ हजुरहरूलाई देखाउँछु नबिर्सेर। तालको पानी माछीले खाने, पिरिमसित जाने कि नजाने। म यो गीत किन गाउँदैछु? आज मैले नेपथ्यलाई किन सम्झिँदैछु? सुनिरहेको हुन्थेँ नेपथ्यको गीतहरू। त्यहाँ माथि एउटा घमण्ड पनि छैन। यस्तो मान्छेलाई भेट्दैछु आज म। आज बबाल हुनेछ रमाइलो गर्न। खुसी छु। आज न 1-1.5 घन्टा जति लाग्छ। अब रेडी भइसकेपछि भेट्नुपर्छ ल। फाइनली गाइज, म चाहिँ रेडी भइसकेँ। आउटफिट हजुरहरूलाई देखाउँछु है त। मैले कहाँ राखेर देखाम? रातो र चन्द्र सूर्य। हेलो गाइज, हामी चाहिँ जाँदैछौँ। अब धेरै पछि यतिको रेडी भएपछि अलिअलि चटक त देखाउनै पर्यो। भ्लगमा स्वागत छ रे। त्यसको कन्सर्टमा आज आगो लगाउनु पर्छ आगो। ल ठिक छ। लेट्स गो। सब्स्क्राइब बहिनीको पनि गरिदिनु, मेरो पनि गरिदिनु, यता बहिनीको पनि गरिदिनु, मेरो पनि गरिदिनु। कसरी स्टार्ट गर्ने? छिनको छिलाई खेलाइको पुडुको डा यसले हेर्दै स्टार्ट उबाट उसले जति माया तिमलाई अडा भयो यो दिलभित्र बस्छ देऊ आखिर दुई टाढा भयो लाउड गाउनु हुन्छ जे भने नि हुन्छ हजुर म त नेपालीमा म बात फुलेको धालीमा मबाट गाउनु छिटो माथि सैलो तैलाई आखा किन उबाट छिटो आउँदैन भने पास भन्नु है छिटो छिटो पास भन्नु पास आउँदैन भने पास भन्न पाइन्छ है गाइज। उनको रूप यो गीत छैन है पहिला गाउँदिन हाम्रो विश्वास लागेन है साँच्ची भने यो गीत छ के मिलाएर क्या पुरै हैन अधेरीमा माबाट गाउनु ल ए अघि गएको रे माथि राई पोखरा फेवातालको जस्तो होला मायाको आगो सल्कियो लो भो घरबारे बन्न आज त मुक्लिन्छ र ओरीलाई लिन सहरैमा गए पनि लसह पिस मसल चिटकनले यो गीत सुन्नु आयो आफै बनाउन पनि सक्छौ गीत। पसिनै आयो त गाइज, मन थिएन। तिमीलाई नपाए तिमीलाई माया भए नरिसाउ मिटिनी जु 1 मिनेट दिम भएन भने तन्टी गर्ने माया मैसँगै रमाउली तिमीले चाहिँ हातमा सोध्न मिल्ने पाते लुक्यो मैतिर लो जीवन बिताउनु भन्दा त पुरानो गीत आउँदो रहेछ के फेरि मन पराएकी छु नजाने यो मुटुमा मुटुमा मायालाई सजाएकी छुट्टिएर तिमीसँग माया बस्यो मुटुमा फर्केर ल
अन्ताक्षरी के हो त्यो भन्ने नि सकिसक्यो झ्याल्टी गरे गरी जित्नु त्यो हामी चाहिँ अहिले ब्रिस्बेन पुगिसक्यौँ हामी ब्रिस्बेनमा छौँ अहिले फर्स्ट टाइम सो नर्भस म चाहिँ एकदमै एक्साइटेड छु अनि तपाईँलाई कस्तो भयो सुपर एक्साइटेड भइहाल्यो नि ओ माय गॉड नाच्ने हैन त कस्तो भइरह म एकदमै एक्साइटेड छु टिकट देखाउनु त लाइन देख्न सक्नुहुन्छ यति लामो छ ओ माय गॉड लामो छ अस्ट्रेलियाको आशिका चाहिँ यहाँ आउनु भएको रहेछ भेट भयो गाइज फाइनली नेपथ्यको टिकट आयो त्यसलाई नेपथ्यको पुरै सङ कुन गीत आउँछ कुन मलाई तालको पानी मलाई सबै गीत आउँछ मलाई सबै आउँछ सबै यति होला नि नेपथ्यजी आउनु हामी लगभग लाइन के चाहिँ आइडी मामा घर आएको मामा घर उहाँहरू ढोकामा उभिरहनु भएको छ ऊ भान्जी अर्को भान्जी सानो भान्जी हामी चाहिँ आइसकेका छौँ दिदीलाई पर्खिँदा ओ माय गॉड भित्र कति रमाइलो भइसक्यो क्यामेराभित्र लगेर जाँदा लग्न नमिल्दो रहेछ पहिले नै थाहा भयो होइन दिदीलाई कुट्दै बाहिरै बसिरहेको भेट भयो दिदी कहिले जाने नेपाल अझै नै हुनु लाग्नु हो कि यतै बसेर अहिले भेट्नुपर्छ ल रङहरूको उत्सव खाली पूर्णिमाको दिन अर्थात् आज भोलिको दिन समादरणीय दर्शकवृन्दमा रङ्गी चङ्गी रङहरूको धेरै धेरै शुभकामना ओ माय गॉड पुरै झ्याप छन् मान्छेहरू पुरै झ्याप हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरू लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु है मलाई देखेपछि मलाई चिनिसक्यो पनि कतिको इन्जोय लाग्यो तिमीलाई एकदम धेरै इन्जोय गरेँ मैले चाहिँ तैँले कतिको गर्नुभयो बोल्न नि कस्तो अप्ठ्यारो भइरहेको के म यति कराएँ फुल इन्जोय गरेँ एकदम रमाइलो भयो ओ माय गॉड रमाइलो भयो त्यही हो हिजो चाहिँ हामी कति बजी आएको दिदी हामी कति बजी आइपुगेका थियौँ हिजो खोइ त सुत्दाखेरि त 2:30 भएको थियो 2:30 बजिसकेको थियो अनि 1-2 घण्टा सुतेर फेरि यता काममा सुतेर आएको म त अझै मेरो त अझै काम छ भाइ कसरी गर्नुहुन्छ होला अरु भन्दा नि निद्रा चाहिँ लागेको छैन मलाई खुट्टा चाहिँ बेसरी दुख्या चाहिँ ओके ज्यान नै कस्तो भित्रै म त उभिन नि सक्दिन होला यार झन् कहाँ परेको छु आज तर एकदम रमाइलो भयो कन्सर्ट चाहिँ उहाँको इनर्जी त्यति बुढो भए पनि त्यहाँको इनर्जी हो माय गॉड जोस जाँगर एकदम मन पर्यो जोस जाँगरलाई चाहिँ मान्नै पर्छ रमाइलो भयो यति रमाइलो भयो उहाँको त्यस्तो एजमा पनि त्यति जोस जाँगर ओ माय गॉड इनर्जी देख्दा त यस्तो खुसी लाग्यो त्यही भइसकेको थियो त्यति धेरै नेपाली नदेखेको त्यति धेरै नेपालीहरूलाई पनि देख्न पाइयो अनि एकदम फुल इन्जोय गरेँ एकदम रमाइलो भयो उमेरले त्यस्तो इनर्जीसँग यति धेरैलाई नचाहिदिनु भयो मेरो लाइफकै फर्स्ट कन्सर्ट हो म नेपाल नि गएको थिइनँ अनि यहाँ आइसकेपछि जाने कुरै भयो होइन फर्स्ट टाइम हो एकदम राम्रो भयो एकदम रमाइलो भयो देखि आउँदा त मेरो मोबाइलमा चार्जै नभएको के उता भिडियो बनाउँदै चार्ज सकेछ चार्ज मोबाइल स्विच अफ अनि आउन 2:30 नै भइसकेको थियो घरमा आउँदा अनि
सुतेर फेरि मर्निङमा 1-2 घन्टा सुतेर फेरि काममा गएर म चाहिँ अहिले आएर भिडियो एन्डिङ गर्दैछु। भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। कस्तो लाग्यो सल्लाह सुझाव दिनु होला अनि लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला है त। थ्याङ्क यू सो मच, बाई।